सुन्नुस् है हजुरहरु, यो घुँडा दुख्नेको बारेमा चाहिँ मैले पहिला पनि भिडियो बनाइसकेको छु। दुधलाई कसरी खाने हैन, त्यसको लागि पनि बनाइसकेको छु र अदुवालाई थिचेर चाहिँ पैतालामा हामीले कसरी लाउन सकिन्छ भनेर त्यो पनि भिडियो बनाइसकेको छु। हजुरहरुले प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ हैन। घुँडाको बारेमा चाहिँ यो चाहिँ मैले तेल बनाउन लागिरहेको छु हजुरहरु, घुँडामा मालिश गर्ने तेल के हजुरहरु। यो चाहिँ प्योर तोरीको तेल चाहिन्छ, सरसुङको हुँदैन। सरसुङले चाहिँ अलिकति चिसो बनाउने र घुँडालाई अझ दुखाउने, युरिक एसिडलाई बढाउने काम गर्दो रहेछ। लाउनको लागि तोरीको तेल जतिको राम्रो केही हुँदैन हजुरहरु। यो सुत्केरीले पनि लाउन मिल्छ अनि यति राम्रो छ के हजुरहरु। यसलाई लगभग यसमा मैले 200 ml जति राखे। 200 ml जतिकोमा प्योर यो चाहिँ फेरि लोकल लसुन हुनुपर्छ। लोकल लसुनको चाहिँ एकदमै कडा राख निस्किन्छ के हजुरहरु। यसलाई चाहिँ यसरी राख्नुस्। यसलाई राखिसकेपछि घाममा हामीले 4-5 दिनसम्म मजाले दिन एकदमै त्यो तातो घाममा सर्लक्क एउटा सिसाकै भाँडामा मजाले बन्द गर्नुस्। बन्द गरेर यसलाई घाममा 4-5 दिनसम्म राख्नुस्। राखिसकेपछि बेलुका बिहानै बेलुकै लाउन सक्नुहुन्छ कि मजाले। कहाँनिर हाम्रो घोडाहरू, यो हातहरू, यो हातको योहरू दुख्छ नि, कुइनोहरू दुख्ने, यस्तोमा मजाले मालिस गरेर यसले धेरै भन्दा धेरै आराम मिल्छ हजुरहरु। यो चाहिँ मजाले यसरी लगायो भने हाम्रो यो घोडाहरू दुखेको, यो हाम्रो हातहरू खुट्टाहरू दुखेको, जोर्नीहरू दुखेको लागि पनि यो तेल असाध्यै राम्रो गर्छ। यति राम्रो छ हजुरहरु।